अहिले भर्खरै नेपाली ब्रोको बुढीलाई चाहिँ खुकिरी हानेर सिद्धाएर क्या हेर्न जानु पर्यो यार। के भन्छ? अहिले भर्खरै यहाँ भिडियो हाल्दियो क्या मलाई पत्रकारहरूले। हो र? रियल हो? के हो कस्तो ब्याड न्युज स्याड न्युज सुन्नु पर्यो त छ्या। होइन भिडियो आयो क्या खुकिरीले हानेको सट्टै त्यो एम्बुलेन्स भित्र हालेको छ क्या। तर ऊ हो कि होइन पत्रकारले चाहिँ नेपाली ब्रोको बुढीलाई चाहिँ खुकिरी प्रहार गर्यो भने क्या भर्खरै। ए ला यस्तो घटना छ त्यो नहोस्। Oh my God। भन्नु त हानेकै हो भने आयो भिडियो आयो क्या मसँग भिडियो आयो म हेर्छु है। साथी कोही पनि नजाऊ है म भिडियो हेरेँ है ल कस्तो ब्याड न्युज स्याड न्युज आयो फेरि। ठिक छ त्यो अघिको कन्ट्रोभर्सीतिर अब ध्यान नदिउँ। अब के रहेछ अहिलेको कुरामा गरौँ। बर्बाद भयो त यार जिन्दगी। सबैजनाले फलो गर्नु होला है। के भयो त यार दिपक सरलाई थाहा थियो? बिचारा हो रहेछ यार मरिस होला कहाँ छ रे गुरु? जाउँ केटा हो तिमीहरू रेडी बन त जाउँ त रेडी बन। पहिला फोन गरौँ। कहाँ हो? म पत्रकारलाई सोध्छु है यो कहाँ रहेछ पहिला। ल सोध्नु मैले नेपाल तान्त्रिक झाँक्रीसँगको पेजमा हालिदिएको छु हेर त। ऊ व्हाट्सएप पेजमा हेर त। यहाँ क्यान्सल गरिदिनु हटाइदिनु बिचारा खुकुरी हानेर अब छोडिदिनु यसलाई प्रभुजलाई होइन लाइभ हेर्दै थिएँ नि त म अर्कोबाट छोडिदियो दुःख भयो बिचारेको पुरै रगत हेर्न के हो हेर त दिदी चाहियो म भिडियो पठाउँछु केमा हालेछ? नेपाल तान्त्रिक झाँक्रीसँगको पेजमा छैन त? नेपाल तान्त्रिक झाँक्रीसँगको पेजमा हेर त। तिम्रो भिडियो हेरेर पनि रमाइलो भइरहेको थियो। अझ आज भन्दा नि हिजो तिमी त्यो प्रकाश भुजेलको लाइभमा गएको थियौ नि त्यतिखेर त हेर्न खुब मजा आइरहेको थियो क्या तपाईँ। त्यही त भनेको यस्तो तनाव मामालाई पनि आइसु लेखिसक्यो। मेरो मामा पनि हो होइन मातालाई त जोइन हुनु पर्यो नि त। माताको गुर्दामा त्यति दम हुनु पर्यो नि त जोइन हुनलाई। मेरो मामा हुनुहुन्छ मेरो मामा पनि खास रोमानियामा हुनुहुन्छ। अब उहाँको बुढो देख्यो भने पनि अर्को पनि क्रिस्चियन हो भन्नु छ त्यसले हो के त तपाईँले केमा हाले भने नेपाली प्रोलाई हान त त्यसले हालेछ। मोबाइल अफ छ हो नभए त किन त नि फोन किन लागेन? मोबाइल अफ छ होइन त्यो लाइभ त्यसो नभन्नु। कस्तो यार पत्रकारले सत्य न्युज हालिरहेछ यो के त? यस्तो न्युज त हतपत फेक नहुनु पर्ने हो। अब के रहेछ अब भिडियो पठाएको छ भने त दिपक सर भिडियो तपाईँकोमा आयो? दिपक सर भिडियो तपाईँकोमा आयो? म हेरेँ होला एकछिन छ कि त्यो हाम्रो ग्रुपमा हालेछ किसिने ग्रुपमा के? कुन ग्रुपमा मलाई सेयर गर्नु न मेसेन्जरमा कि व्हाट्सएपमा छैन त मलाई जोइन गरे। त्यो हाम्रो नेपाल तान्त्रिक झाँक्री सङ्घको ग्रुप छैन त्यो उसमा मेसेन्जरी केमा? उस व्हाट्सएपमा मलाई उनी रहेछ मलाई पठाउनु त। काटेछ ल साथीहरू टिचिङ हस्पिटलमा आउनु। टिचिङ हस्पिटलमा काटेको हो रहेछ भर्खरै काटेको रहेछ। टिचिङ हस्पिटलमा आउनु काटेको रहेछ बिचारा त्यो छैन केही पनि छैन हात गोडाहरू चलेको छैन। हाम्रो यहाँ अब धुमावती दाइलाई एड गराउँछ ल फटा प्रकाशहरू फटाइयो बोल्न नसकेर गयो खुकुरी कसलाई हानेछ भन्दै यस्तो हावा कुरा यस्तो स्याड समयमा कस्तो मान्छे रहेछ सबनाम दिदी आउनु भयो। बोलाउनु मिल्दैन रहेछ कहाँबाट बोलाउने हो उजल दाइ भन्न सुन्दा मलाई मिलेन नि त के छ दाइ अनि धुमाक्षी दाइ
के छ नयाँ नौलो माताको जगतमा के हुँदैछ अहिले ल अहिले केही आपद विपद त्यस्तो रहेछ भने हाम्रो भ्युअर्सहरूलाई इन्टरटेन गरौँ न केही भनौँ न नयाँ पोल खोलौँ त माताहरूको म त फेरि यो उसमा जोइन रहन्छु त रहेनछु त उज्जवल दाइ गते काटेछ यार उज्जवल दाइ भन्नु खोइ त पठाएको त्यहाँ उसमा हालिरहेको छ हेर त ग्रुपमा छैनस् क्या म ग्रुपमा गइन्छु भने कसले जोइन गरेको यो ग्रुप ल अर्कोमा हाल्दि हेर त ल मलाई म्यासेन्जर ग्रुपमा हाल्नु घाँटीमै हान्दैछ यार म्यासेन्जरमा हाल्नु नि हेरौँ हेर ल आयो थुक्क यार स्याड न्युज यार बिति हुनसक्छ त्यस्तो कसैले अब यस्तो हुन्छ कसैले उहाँलाई गोटी बनाएको म हुनसक्छ चाहिँ के भन्न चाहन्छु भने अब तपाईँको मेरो चाहिँ एउटा सानो सल्लाह लिनुहुन्छ भने तपाईँ चाहिँ अब चाहिँ हप्ता दिन चाहिँ तपाईँ चाहिँ एकदम उहाँको विषयमा कुरै नगरौँ कि तपाईँको नाम बेचेर तपाईँको एउटा चाहिँ आइडी लिएर तपाईँको नाम बेचेर चाहिँ उहाँ भाइरल बन्नै खोजिराख्नु भएको छ उहाँ मेरो विचारमा है त त्यही कारण गर्दाखेरि तपाईँको यो विषयमा चाहिँ सब्जेक्ट क्लोज गरौँ म चाहिँ त्यो भन्न चाहन्छु 2-4 दिन चाहिँ हामी क्लोज गरेपछि चाहिँ त्यसपछि हामीले चाहिँ नबोलेपछि चाहिँ त्यो आफै चुप लाग्छ तपाईँको नाम चलेपछि तपाईँको भनौँ तपाईँ अब म अथवा एबिसिडी जो हो चलेको मान्छेको नाम चलेपछि उहाँ चाहिँ अलिकति भाइरल बन्न खोज्नु भएको उहाँ चाहिँ त्यही कारण गर्दाखेरि चाहिँ तपाईँ एकदम चुप लागेर बस्नु होला म चाहिँ यो भन्न चाहन्छु है त त्यही भन्न चाहन्छु हरेक कुरामा उहाँले चाहिँ हरेक कुरा तर्क वितर्क कुराहरूमा हरेक कुरामा साथी हो